नमस्ते सबैलाई जापान ब्लगमा स्वागत छ। आज चाहिँ म मेरा साथीहरूसँग 2 दिनको ट्रिपमा गइरहेकी छु। यदि ब्लग मन पर्यो भने लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्न नभुल्नु होला। यो भ्यू चाहिँ हो साइतामा प्रिफेक्चरको ओमिया भन्ने प्लेस। तपाईहरुले आजको यो भ्लगमा चाहिँ ब्युटिफुल प्लेस, ब्युटिफुल नेचर एन्ड साथीको सँगको इन्जोय देख्न सक्नुहुनेछ। आइपुग्यो साथीको रुम भन्ने मलाई ब्युटिफुल साथी कस्तो राम्रो देखेको मजा इस्टेटले कर्ने चाहिँ रहर छ क्या कम्बा त अलरेडी स्टेट छ क्या अनि यस्तो हैन माथि माथि भन्नु तल तल मात्र गरे भने कस्तो सोको रहेछ। थ्यांक यू साथी वेलकम बातेको। हाम्रो फर्स्ट डेको ट्रिप चाहिँ चिबा प्रिफेक्चरको थियो। हामी चाहिँ यहाँबाट त्यहाँसम्म पुग्नको लागि 2 घण्टा गाडीमा लाग्ने भएकोले गाडीमा इन्ट्री गर्यो। त्यसपछि मिठो मिठो गीतहरू लगाएर गाउँदै इन्जोय गर्दै साथीसँग मिठो मिठो गफ गर्दै चिबा प्रिफेक्चर पुगेको पत्तै भएन। गरम रहेछ साथी, गरम रहेछ है। हाम्रो सेकेन्ड डेको ट्रिप चाहिँ सिजुओका प्रिफेक्चरसम्मको थियो। त्यो चाहिँ अलिकति हाम्रो 4 घण्टा लागेको थियो गाडीमा। हामीलाई चाहिँ जे होस् जानका लागि धेरै टाइम लाग्यो, तर पनि साथी धेरैजना भएकोले धेरै इन्जोय लिन पायौँ। अहिले चाहिँ हामी मिटिङमा 2 जना छौँ, तर नेक्स्ट गाडीमा पनि अरू पनि हुनुहुन्थ्यो, उहाँहरूको चाहिँ हामीले मिटिङ गर्न पाएन। हामी 2 जना चाहिँ हामी एउटै गाडीमा भएकोले हामीले चाहिँ हाम्रो भिडियोहरू गऱ्यौँ। धेरै इन्जोय भयो, धेरै रमाइलो भयो। आजको भ्लग यहीँसम्म, फेरि अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू सबैजनालाई।